नमस्ते गाइज, आज पनि स्वागत छ हजुरलाई। ओहो, मैले आँखा खाँदै नुनसँग यार, मेरो त बाल अब सेतो हुने भयो त नुन लायो यार। मेरो चाहिँ अगाडिको क्यामेरा भन्दा पछाडि क्या बोबाल छ, म देखाइदिन्छु है। पछाडिको क्यामेरा चाहिँ दामी आउँछ क्या है, खतरा आउँछ पछाडि क्यामेरा चाहिँ। अगाडिको भन्दा चाहिँ पछाडिको दामी आउँछ। पानी आज नि आज त पानी पर्दैन होला सायद। त्यही होइन, अहिले चाहिँ म अब दादा घर जान लागेको छु। बाल त्यस्तो खतरा आउँछ क्या। अब कालो मान्छे झन् घाममा हिँड्दा झन् कालो हुने भयो छ्या यार। पसिना एकछिन घाममा हिँड्यो झन् घाम। त्यहीमा हाम्रो चाहिँ यता चाहिँ होइन, हाम्रो लागि त यता जङ्गल खासै हुनु, त्यही पनि पुरा जङ्गली जङ्गल छ होइन यो इलाकाहरू यतासम्म। यो अब यता त यो पुल भएको होइन, तर यता चाहिँ अब जङ्गली जङ्गल छ क्या। के गर्ने, पहिले चाहिँ काटेको थियो यता, अहिले चाहिँ फलिसक्यो। धेरै भयो नि त काटेको पनि, समथिङ हुन लाग्यो 3-4 वर्ष हुन लाग्यो, बढी भयो होला यार। नत्र त पुरै काटेको नि त यिनीहरू रुखहरू त। फेरि त्यस्तै भइगयो। यो पुल पनि पुरा पहाड चढेको जस्तो छ। आमामा यति अल्को छ, माटो पाहाडै हुन्थ्यो त्यहाँदेखि लिएर यतासम्म बाल काटेको हिजो चाहिँ होइन। अब यहाँदेखि ट्याक्टर दाइ घर जानु पऱ्यो होइन, एकछिन उतै बस्नु पऱ्यो। अब एकछिन नबसेर आम भने पनि फेरि यस्तो घाम छ, कति घाममा यताउता गर्नु कि। अब यो बडी देखाउँछु म सबै भिडियोमा। अब के भन्ने यार, मलाई त भ्लग भिडियो नि गराउन आन्न कि यार छ्या। अनि यता नि जङ्गलै छ, यता यो नालानिर छ कि मेन जङ्गल भनेको यहाँ नालानिर बहुत जङ्गल छ यार। यता डेन्जरै भनौँ न होइन। अब जानु पऱ्यो होइन, दाइ घर पनि नजिक छ नि, टाढा छ। बाटोमा चाहिँ अहिले हाम्रो सन्जय सर हाम्रो साथी भेटेको थियो होइन। अनि त्यसै एकछिन गफ भने बाल यति लाम्रो भइदिनु पर्ने क्या दाम दियो, यति भइदिएको भएन। हाम्रो समीर भाइको फेरि बाप्रे यहीँसम्म छ, केटीको जस्तो बाल लामै काट भनेको पनि मान्दैन। अब जानु पऱ्यो बेलुका हाल्नुको लागि यो भिडियो चाहिँ होइन। त्यही हो, सपोर्ट गरिदियो यार, सब्सक्राइब गरिदियो। धेरै पनि चाहिएन मलाई त, 1 मिलियन बन्न पर्नु होइन। 10,000 जति पैसा पुग्छ, 10,000 उठाएको छ। बिस्तारै हुन्छ दियोस्।